एउटा भाइले समातो दैटे पर्छ एकैचोटि हेर्नु न अब हाम्रो गनायो के सोच्यो बाजे त्यो अन्डा चाहिँ कसको लगाइदिएको थियो त्यो सिकारी ए सिकारी त्यो अन्डा सिकारीले मात्रै त्यसलाई भोग सक्छ त्यही हो त्यो पानीले त ल परमेश्वरी अदनलाई दिएको सदनले छन् हे परमेश्वरी चाहिँ नै आइतबारे तिमी धामी धामिनी सुकेरी बाख्रा दिएको छ हे परमेश्वरी अदनले दिएको सदनले खाने हे परमेश्वरी मानव हे परमेश्वरी पोथी माने ल परमेश्वरी मान्छे भाले पनि मान्छे सबै सेतो भएर कि ल परमेश्वरी माने 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 ल परमेश्वरी माने 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 ल माने ल पानीले आछु गरेर माने भन्छ काट्ने त हो नि लु पानी टकटक आएको होइन अब पातो फर्काएर काट्ने हेर मान्छेलाई पाउँदैन पनि लड्दैन यहाँ धागो बान्थ्यो धागोले बानेको त हो नि हामीलाई धागोले बानेर काटेको भन्छ अरे क्या ए मलाई दिएको होइन मलाई त बानिराखेको भने म जान्दिनँ भन्छ अरे ए त्यही भएर त्यो धागो खोल्नु रे अहिले चाहिँ काट्ने रहेछ यो ओहो खोनी कस्तो रातो रेडी भएर बस्नु नि त्यहाँ भाले पक्रेर बस्नु अब टिका लगाउनु पर्ने त्यसको उयो राखेर टिका राख्नु उयो बत्ती उता उठाइदिने बत्ती पो भिज्यो अहिले बाल्नुपर्छ टाउको राखेर टाउकोमाथि होइन टाउको राख्नुपर्छ मैले लाले पौडिन्छ टाउको काटेर यस्तो छिने खाएर छैन त ए अहिले पो भात गर्नु थाल्यो यहाँ छिनेकै छैन अलिकति चाहिँ ऊ मात्रै भएको काटेकै छैन ए खै बाजु ल चुटाउनु न मैले ल त्यो कुखुरा पक्रिँदैन कुखुरा पक्रिन्छ भित्रमा पक्राइरहेको जान्छ यहाँ गिद्रामा पक्रियो नि रगत जान्छ गिद्रामा रगत जान्न अलिकति पानीले चाहिँ यो धुनुपर्छ जुठो दिनु हुँदैन अरे हो ल भयो 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 त्यसलाई अर्को त्यसलाई पनि काट्दिने अब कुन पोथी काट्थ्यो कुन पोथी दुइटा पोथी थियो बाजे बुढीको मेरो कुखुरा भन्दै यो भाइले पनि मेरो भन्छ त्यो पनि मेरो त्यो त होइन नि त्यो यो दुइटा चाहिँ उसकै हो पोथी चाहिँ अर्को पनि छ यो भाले पनि हो भाले त होइन भाले त त्यो अर्को चल्लाको आमाको हो क्या ए त्यो उसले ल्याइदिएको थिएन सीताको बहिनीले त्यसैको बच्चा हो यसपालि पनि ल्याइदिएको छ त उताकोलाई चाहिँ चढाउँदैन यो पर्दैन त्यसलाई फुल दिएको छ भइ पनि खानु बखरा खान्छ त त्यही त फेरि नपुग्ला नि फुल पनि फुटाएर लानुपर्छ क्या त्यसलाई कहाँ दियो पक्र भाइ भोग्दैन न त्यो लड्छ र तपाईँ अघि तेल लडेको बाटो अप्ठ्यारो छ त्यहाँ घाँटीमा अब के काटेर चढाउनु यही चढाउने अलिअलि काटेर होइन जाँदै गर्दा हुन्छ ए जाँदै गर्दा हुन्छ नि मैले ल गए हुन्छ लड्दै कताबाट जान्छ जानु न सिधै हाम फाल्नु न होइन होइन बस्नु न सँगै जानु अहिले सँगै जाला लड्नु हो नि यस्तो टप छ त्यहाँ त लडेको उज्यालो यहाँ राख्नुपर्छ अब बत्ती सत्ती बालेर अनि मतलब जानुपर्छ त चढाउने कुरो त्यही काटेर चढायो अलिकति पूजा गरेर आएको टिका लाएर जानुपर्छ नि टाउको र उसमा खालमा होइन बत्ती बाले त बाजे खोइ त बत्ती बत्ती त राखेँ होइन बालिहाल्छु नि म ल लगाइदिएँ टिका खोइ त बत्ती थियो त यो टिका च्याप च्याप लगाइदिएँ यहाँ ल
भाइले कहाँ खाएको त दुईजना कुखुराले उडायो कि हो? चार भनेको थियो कता सारे कुखुराले चाहिँ उडायो कस्तो बत्ती थियो होइन त्यो उयो सलतको ठिक छ ठिक छ ल ल ल बालिदिनु पऱ्यो त्यो पनि आज पानी रोकिएर भन न नत्र सिम 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 भलै मैले कमलामा गएर यसै बोलेर पठाइदिएँ थिएँ गुरुटुरु पारेर निवेद सब हिजो बाजे बीज हिजो एकादशी मजाले त नि महिलाहरू ल्याउनु